अर्को ब्रान्च रहेछ यो कुन ठाउँ दाइ अनि म पनि आज उहाँहरुको रेस्टुरेन्टमा तपाईँ हो सेवा आउनु दाइ म यहाँ थेरापीमा टेकेर 10-11 दिनमा चाहिँ म उभिन सक्ने हिँड्न सक्ने अघिको H1 थियो हैन दाइ यो चाहिँ अहिले नुगा बेस्ट कम्पनी गुड मर्निङ अनि वेलकम ब्याक टु द ब्लग 3 मा हजुरहरूलाई अनि आज चाहिँ अचानक मेरो प्लानिङ भएको कि एकजना दाइले ढिँडो खाना आऊ भन्नुभयो हाम्रो सोलुकै दाइ हुनुहुन्छ अनि दाइ पैसा छैन भनेको अनि म छु त बहिनी आऊ खाना खाएको छैन भने भन्नुभयो त्यही भएर म चाहिँ निस्किन लाग्छु निस्किन होइन म निस्किसकेँ पठा आइसक्नु भएको छ उ त्यहाँ मैले एउटा पठा अर्डर गरेको थिएँ यहाँ 88 नम्बरमा फर द फर्स्ट टाइम म ढिँडो खाना निस्किरहेको छु तपाईँ हो हजुर हजुर पठाउँदै उहाँ नै हुनुहुन्छ भिडियो बनाउँदैछु ल आज कालिजको मासु र ढिँडो खानु पर्ने अरे यहाँ मेरो आवाज आइरहेको छैन थाहा छैन मलाई हावा निकै चलिरहेछ यहाँ त्यही माथि पनि स्कुटरमा दाइलाई कल गर्नु पऱ्यो नि त यहाँ नम्बर चाहिँ यहाँ ल्याएको छु अनि अब कुन रेस्टुरेन्टमा भन्नुभएको मैले भुलेँ कि मैले फोन गरेर सोध्नुपर्छ के अरे चाबेल प्लाजा छेउमा आऊ त भन्नुभयो अब म कल गर्छु ल लड्यो भने त गयो त हजुर हो खालीमा पो कुदाउने हो त त्यति त ए हेलो दाइ म हिँडिसकेँ तेन्जिङ चोक आइपुगेँ तेन्जिङ चोक ल म चाबेल प्लाजा इन्ड्राइभ गरेको छु अनि आउँदैछु म आइपुग्छु ओके दाइ हस् हस् आज ढिँडो खाना हिँडेको कि दाइ हाम्रो दाइले अर्डर गर्नु भएछ कि थाहा भएन गएरै थाहा हुन्छ तर मासु चाहिँ कालिजको रे के कालिजको मासु रे खोइ के रेस्टुरेन्ट भन्नुभएको थियो मैले भुलेँ अनि दाइलाई कल गरेको चाबेल प्लाजा आऊ भन्नुभयो कि त्यही भएर हिँडिरहेको छु तपाईँको घर कता नि बेनी हजुर बेनी कुन जिल्ला हो त्यो काठमाडौँ नै हो ए पोखरेनी कहिल्यै नसुनेको नाम सुनेको हौ युट्युबमा भिडियो आउँछ हेर्नु ल भरे नाम के छ भने ज्योति कला राई सर्च गर्नु आउँछ कि यसरी हेरेर कसमा लगाएको छु सेतो भ्याक्टर त छ ल कहिलेसम्म घुम्नु भएको छैन हजुरले छैन घुम्न जाँदै हाम्रो सोलुखुम कस्तो राम्रो छ देश विदेशबाट घुम्न आउँछन् अहिलेको सिजन छ कि बाटोमा हिँड्ने ठाउँै हुँदैन तर गाडी पुगेको छैन गाह्रो छ तल पहाडमा चाहिँ पुगेको छ हिमाली भेगमा चाहिँ पुगेको छैन कुन हो यो ठुलो बिल्डिङ ले हो र म प्राय यो त्यो चाबेल प्लाजामा हामीले फोन किने हो क्या भर्खरै मेरो चाहिँ होइन है फेरि सामसङ स्टोर हो कि यो कति रुपियाँ पनि दाइ खोइ त एकछिन ल म तपाईँलाई भाडा दिन्छु 88 भन्नुभयो दिनुहोस् धन्यवाद पर्दैन दाइ राख्नु हस् हजुरलाई पनि धन्यवाद ए फेरि मेरो दाइलाई कल गर्नुपर्छ कहाँ हो भनेर एकछिन ल म कल हान्छु ल भिडियो आइरहेको छ यसरी हेर्नुहोस् त हजुरले त्यही चाहिँ यता समाउनु यतानिर समाउनु भइरहेछ ल हो त्यसरी ए अहिले त ब्यागमा छ कि त्यही भएर खासै उस हुँदैन होला हाम्रो पठाउँदै हुनुहुन्छ मेरो भिडियो बनाउँदै हुनुहुन्छ धन्यवाद तपाईँलाई दाइले फोन गरिरहेको छु ल म ल तपाईँको आवाज कता कता सुनिरहेको छु जस्तो लाग्यो ल धन्यवाद दाइ उ तल जस्तो लाग्यो हजुर
कहाँबाट आउनु दाइ यता माथि हेर्दा हेर्दा होइन फोनमा आवाज चाहिँ सुन्छु तर मान्छे कहाँ हो कि त्यहीको त्यही सुनिरहेको हुन्छु कि ऊ त्यहाँभित्र रहेछ ए ऊ यहाँ रहेछ नि त सत्कारी के हो सत्कार पाहुना घर यहाँ रहेछ नि त हाम्रो दाइहरू सेवा 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 हजुर सेवा आफ्नो दाइ म भिडियो बनाउँदैछु ल ए यहाँ पनि हुनुहुन्थ्यो ए हस् थ्याङ्क यू दाइ खोज्दै भयो नि म आइपुगेँ नि त होइन मैले यस्तो के मैले आउँछु भनिहालेँ नि त अनि फेरि नआउनु पनि के भन्नुहुन्छ होला भनेर फेरि सन्चै हुनुहुन्छ दाइ उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ हाम्रो ढिँडो आइसक्यो हाम्रो दाइको हजुरको के भन्नुभयो दाइ मेरो लाङ्सा सुकुटी ढिँडो अनि कालिजको ढिँडो यो चाहिँ उहाँ दाइ हुनुहुन्छ उहाँ चाहिँ यो रेस्टुरेन्टको अनर हुनुहुन्छ होइन दाइ सत्कार पाहुना घरको अनर हुनुहुन्छ उहाँ चाहिँ अनि हाम्रो स्टाफ बहिनी हुनुहुन्छ अनि म पनि आज उहाँहरूको रेस्टुरेन्टमा पाहुना घरमा ढिँडो खान आइपुगेको छु साथीहरू अब खोर्सानी स्पेसल होइन स्पेसल चटनी यहाँ छ चटनी त यहाँ पनि यति धेरै छ खासमा यो बिचमा घिउ कालिजको मासु यो त उस जस्तो छ दाइ दाल कालो दाल दही वाह देख्न सक्नुहुन्छ साथीहरू यसरी खिचिदिनु न अनि हातमा टाँसिँदैन है यस्तो गर्ने हो यसो गरेपछि के गर्ने यहाँ यस्तो खालको बनाउनु ट्याक्क यसरी त मैले खाछु कि दाइ मेरो आमा यस्तो हो यसो गर्ने होइन ट्याक्क दालसँगै कालीसँग खानु मन छ तपाईँलाई मलाई कालिज ल कालिजमा यसरी ट्याक्क डुबाउनु यस्तो होइन ट्याक्क गर्ने मुखमा यस्तो लाने टक्क सट्ट निल्ने नचोलाइकन निल्ने कस्तो ठिक छ एकदम मिठो छ आज यस्तो ढिँडो खान पाउँछु भने पनि सोचेकै थिएन आएर म यसरी लडेर बसिरहेको थिएँ कि अनि दाइले बोलाउनु भयो म कुदिहालेँ फेरि मैले बोलाएको बिनुलाई हाम्रो सत्कार पाहुनाहरूको ढिँडो स्पेसल काठमाडौँको कुनै पनि थकाली भान्सा घरको ढिँडोसँग कम्पिटिसन गर्छ यति चाहिँ म भन्छु थप चाहिँ खाना ल्याउनु पर्ने रहेछ बहिनीलाई यति चाहिँ म कन्फिडेन्ससँग भन्छु खाना लिन सक्नुहुन्छ बहिनी ल खाना ढिँडो नभएर खाना भातै अब हामी चाहिँ पाहुना सत्कार पाहुना घरबाट निस्किन लागेका छौँ दाइ धेरै धेरै धन्यवाद उहाँ हुनुहुन्छ हाम्रो अनरजी चाहिँ थ्याङ्क यू सो मच एकदमै राम्रो मिठो ढिँडो खुवाउनु भयो हामी निस्क्यौँ उहाँ दाइसँग अब म चाहिँ निस्किन्छु थ्याङ्क यू दिदी बाई बाई अब हामी निस्क्यौँ है दाइ आउँदै गर्छु नि म हस् थ्याङ्क यू सत्कार पाहुना घर चाहिँ कहाँ हो भनेर भन्नुहुन्छ भने यो चाबेल चोक भयो यहाँबाट चाहिँ चाबेल प्लाजा यो भित्र छ अनि त्यसपछि यहाँबाट हेर्न सक्नुहुन्छ ऊ त्यहाँनिर सत्कार पाहुना घर भनेर छ ल लोकेसन सोध्नुहुन्छ भने है हाम्रो दाइको कोरियन थेरापी पनि यही भित्र रहेछ कहाँनिर भन्ने चाहिँ थाहा छैन हजुरको गाडी हो हाम्रो दाइको गाडी यही हो दाइ H1 लुम्बिनी लाइफ केयर सेन्टर प्राइभेट लिमिटेड हजुर यो चाहिँ उहाँको थेरापी हजुर मेरो मासु अड्केकै साथीहरू ढिँडो खाएको नि त यो चाहिँ मेसिन रहेछ उहाँको ग्राहकहरू यति धेरै हुनुहुन्छ थेरापी चलिरहेछ क्लास यहाँ एडभोकेट हुनुहुन्छ आइतबार पनि तपाईँको बिदा हुन्छ जसले गर्दाखेरि आजको यो दिनमा तपाईहरु उपस्थित हुनुभएको छ तपाई सबैलाई धेरै धेरै धन्यवादको जोडदार खासमा फाइदा हुने के हो के दाइ यो मेसिन
काम कसरी गर्छ भन्नु न फाइदा चाहिँ स्पाइन म्यानेजमेन्ट, मेरुदण्डको व्यवस्थापन, नसाको व्यवस्थापन, रक्त रक्तचाप व्यवस्थापन, फुल बडीलाई राम्रो गर्छ। ओके अनि यो मेसिनमा कसरी काम गर्छ त तपाईँले केही बताइदिन सक्नुहुन्छ भित्र प्रोजेक्टर छ, अँ तपाईँ त्यहाँ सुत्नु भएपछि भित्रको प्रोजेक्टरले सबभन्दा पहिला तपाईँको मेरुदण्डको स्पाइन स्क्यानिङ गर्छ। स्पाइन स्क्यानिङ गरिसकेपछि तपाईँको जहाँ जहाँ समस्या छ त्यहाँ गएर यसले चाहिँ काइरोप्रेटिक एक्युप्रेसर मसाज मोक्जुसन एफआइआर दिन्छ। ओके हेर्दाखेरि नर्मल बेड जस्तो छ, खासमा यहाँ मेसिन जोइन भएको छ है, यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। ऊ तलपट्टि ऊ यहाँ मेसिन छ, अनि त्यसपछि यहाँनिर इसिजी जस्तो पनि छ, तर खासमा एक्ज्याक्ट चाहिँ के हो मलाई थाहा भएन है। अब म झन्डै लडेँ। आधी घन्टाको हुन्छ। आधी घन्टाको त्यो कसरी काम गर्छ त? मेसिन कहाँ पुगेको छ भन्ने देखाउँछ। साथै अहिले गर्दनमा गएको छ मेसिन, गर्दनबाट तल झर्दै जाँदैछ। होल बडी देखाउँछ दाइ? स्पाइन देखाएको छ। स्पाइन ए यो स्पाइनल उस्तै बलेको छ नि, यो चाहिँ स्पाइन बर्डरेब्रा चाहिँ सबै देखाउने होइन? ओके मेसिनमा भएको 15वटा मोडमध्ये कुन मोड चलाउँदा केलाई राम्रो हुन्छ नि सबै लेखेको रहेछ नि त। यसको भनेपछि यो मेसिन चलाउन टेक्निकल्ली मान्छे नै चाहियो। जो बसिरहेको हुन्छ नि उहाँहरू चलाउने। हजुरको नाम? मेरो कमला तामाङ। कमला तामाङ। कहाँबाट हुनुहुन्छ? खोटाङबाट। अनि समस्या चाहिँ के भएर आउनु भएको थियो? समस्या मेरो चाहिँ प्रेसर हाई थियो। हजुर प्रेसरले हानेर पुरै एकतिर नचल्ने भएको थियो। पेरालाइसिस जस्तो भएको थियो हजुरको? पेरालाइसिस जस्तो होइन, पेरालाइसिस भएको। ए भनेपछि हेमी पेरालाइसिस भन्छ त्यसलाई, त्यस्तो भयो? हाततिर एक साइडको पुरै चल्थेन। अनि उहाँ खोटाङदेखि म टिचिङमा ल्यायो। हस्पिटल पनि जानुभयो? हजुर, डक्टरलाई पनि देखाउनु भयो? 20-22 दिन देखाएको, केही भएन। पुरै झन् सुनेर एकदम गाह्रो भयो, कुनै एउटा आउनु नचल्ने भएको थियो। अनि पछि यहाँ थेरापी छ भन्ने थाहा भयो। हजुर अनि आएपछि चाहिँ आउँदा कसरी आउनु भएको थियो? आउँदा व्हिलचेयरमा। व्हिलचेयरमा आउनु भएको? अहिले त हिँड्न सक्नुहुन्छ हजुर? अहिले म धेरै राम्रो भएको छ मलाई अहिले। अनि कस्तो लाग्यो त तपाईँलाई यो थेरापी? एकदम भगवान लाग्यो। कति दिन भयो यहाँ आएको दिदी? म आएको त अब 2 वर्ष भयो होइन, तर म यहाँ थेरापीमा टेकेर 10-11 दिनमा चाहिँ म उभिन सक्ने, हिँड्न सक्ने। त्यस्तो इफेक्टिभ भएको छ तपाईँको? 11 दिनमा? हजुर 11 दिनमा नै म उभिन सक्ने भएको। हस्पिटलमा केही भएको थिएन। कति वर्ष हस्पिटल उपचार गर्नुभयो? 22 दिन जति। 22 दिन उपचार गर्नु हुँदा पनि नभएको तपाईँको प्यारालाइसिस यता आएको 11-12 दिनमै ठिक भयो? S1 मेसिनले। ओके अनि के भन्न चाहनुहुन्छ? जति चाहिँ मैले थेरापी गरेँ धेरै राम्रो भयो। अनि आफै गाडीमा जाने आउने एक्लै गर्छु। 1.5 वर्षमा चाहिँ म उहाँ खोटाङ गएँ। त्यतिसम्म चाहिँ सक्नुहुन्छ? हजुर गाडीमा एक्लै नै जान्छु, गाडीमै भए पनि सहारा बिना एक्लै नै खोटाङ गएँ। त्यसपछि खोटाङ मात्रै बसिनँ म, 5 महिना 1.5 वर्ष यहाँबाट यहाँ थेरापी सकेपछि 5 महिना चाहिँ बाहिर सिक्यो भनौँ न। अनि म खोटाङ बस्छु 1 महिना 2 महिना, त्यसपछि म उता इन्डियासम्म पुगेँ। त्यसपछि पनि निको भयो? निको होइन, यो उपचारको लागि होइन, म चाहिँ सन्चो भएर घुम्न जानुभएको? एकदमै खुसी हुनुहुन्छ भनेपछि। अनि हाम्रो दाइलाई के भन्नुहुन्छ त? उहाँ गणेश सरलाई त अब एकदमै भगवान् भन्छ उहाँ सरलाई, उहाँको टिम सबैलाई, गणेश सर, सञ्जय सर, जति मैले चिन्जान भएको छ सबैजना एकदमै धन्यवाद दिन चाहन्छु। धन्यवाद दिनुहुन्छ। खुसी हुनुहुन्छ होइन? धेरै खुसी छु म। अब उहाँले गर्दा नै अब यतिसम्म भयो होइन, मैले एकदम खुसी छु। इन्डिया गएर 25-26 घन्टासम्म म गाडीमा हिँडेँ। त्यति ट्राभल गर्नुभयो हजुरले? केही भएन। अनि फर्केर आएर हाम्रो आमा उहाँ पनि थेरापीमै हुनुहुन्छ?
एकदमै खुसी छु म। ए ल धन्यवाद। अनि उहाँले पनि ल्याउनु भएको रहेछ खासमा मैले अघि। अब हामी दाइको कोरियन थेरापी सेन्टरबाट चाहिँ फेरि कता जाँदैछ हाम्रो दाइ? मेरो हेड अफिस नुगा बेस्ट भन्ने संसारमै पहिलो कम्पनी हो जो टर्मानियम र नन डायमन्ड टर्मानियम र प्यारालेल थेरापी गराउने कम्पनीको हाम्रो हेड अफिस मैले हाम्रो प्रिय बहिनीलाई ज्योतिकला बहिनीलाई लिएर जाँदैछु। कुन ठाउँमा हो दाइ? बाँसबारीमा। बाँसबारी भनेपछि हामी निकै हिँड्नुपर्छ होइन? हिँड्नु होइन, हामी गाडीमै छौँ। 10 मिनेटमा पुग्छौँ। 10 मिनेटमा? हजुर। ओके, अनि त्यसो भए गएर हेरौँ तलै। हाम्रो गणेश दाइको कम्पनी चाहिँ अर्को, यो पनि थेरापी नै हो, थेरापी कम्पनी हो तर कम्पनी चाहिँ है। अनि यो चाहिँ उहाँको अर्कै अघिको H1 थियो होइन दाइ? यो चाहिँ अहिले नुगा बेस्ट कम्पनी थेरापी कम्पनी होइन र दाइ? अब यसको अर्को ब्रान्च चाहिँ कहाँ छ भन्नुभयो? मेन अफिस भयो यो त? मेन यसको ब्रान्च त गोलफुटार या नजिकै वसुन्धरा। अब अहिले हामी जानु लाग्यो कता? अब यता गोलफुटार हुँदै उता गइन्छ। कता? कपट। अब यत्रो सारो कम्पनीको अनर हुनुहुन्छ दाइ, तपाईँलाई कस्तो लाग्छ हौ? कस्तो लाग्छ? बहिनीलाई देखेर यसो दयामाया लाग्दैन? भित्र खिच्नु न, ऊ छ नि। ए भित्र त म त अफिस मात्र होला भनेर। हाम्रो दाइको मेन अफिसको भित्रको ब्याकग्राउन्ड यस्तो देख्न सकिन्छ। वा एकदम लग्जरियस हुनुहुन्छ अरे कोठालाई पनि। अब मेरो बोली वा कोरियन दाजु त्यहाँ कति राम्रो, कति ह्यान्डसम। सर्टिफिकेटहरू हेर्नु त कोरियन कम्पनीबाट सर्टिफिकेट पाइसक्नु भएको छ हाम्रो दाइले। कम्पनीको अनर हुनुहुन्छ उहाँ चाहिँ। अहिलेको मेन मेसिन चाहिँ यो मेसिन हो। यहाँ अघि सिङ्गल प्रोजेक्टर नि, यो चाहिँ डबल प्रोजेक्टर छ। ए अघि एउटा पनि चल्छ नि, अहिले यो दुईटा चल्छ। यहाँ स्पेसल्ली अहिलेको युथहरूलाई लाग्ने डिप्रेसन, एन्जाइटी होइन, रिलिफ हान्छ नि दाइ सबलाई। तल स्पाइन बेस भइहाल्यो। यो तल सोल्जरभन्दा माथि चल्ने यो 4वटा प्रोजेक्ट चल्छ भने माथि चाहिँ यो माथि एउटा चल्छ नि। ओके, यो चाहिँ विशुद्ध टर्मानियम नानो डायमन्ड टर्मानियमबाट निर्मित छ। ओके छ त। हेर्न पनि नआउने रहेछ हौ हामीलाई त, न इङ्ग्लिसै पढ्न आउँछ न बुझिन्छ नै। आजको हाम्रो दाइहरूसँगको दिन पनि एकदम राम्रो भएको छ। अनि आजको यात्रा चाहिँ लगभग आज अन्तिम होला है दाइ? अब आजको चाहिँ अन्तिम। आजको चाहिँ अन्तिम, फेरि भेट हुनेछ। हस्, धेरै धेरै धन्यवाद। एकदम खुसी लाग्यो, तपाईँको थेरापी पनि लियो, एकदम मजा आयो। तलबाट यस्तो घोद्दो रहेछ। म यतैबाट जान्छु कि दाइ? हजुर, ऊ त्यहाँबाट त्यही पछाडि हो कि मेरो, उताबाट घुम्यो भने अलिक टाढा पर्छ कि। हस् हुन्छ दाइ, भेट्दै गरौँला। धन्यवाद, बाई बाई दाइ। धन्यवाद हजुरलाई पनि, थ्याङ्क यू सो मच। बाई बाई दाइ, भेट्दै गरौँला, बोल्दै गरौँला। बाई बाई दाइ, बाई बाई, जानु होला। अनि आजको दिन चाहिँ यत्तिकै भयो होइन? अनि दाइहरूसँग भेटेर एकदम खुसी लाग्यो। अनि यस्तो रिल्याक्स भइदिएर कि थेरापीमा उता ट्राभल अगाडि पनि मैले लिउँ भनेर भन्नुभयो दाइले, तर मैले चाहिँ अब त्यहाँ मान्छेहरू धेरै हुनुहुन्थ्यो कि सर्भिस लिने। अनि फेरि कस्टमरलाई उभाएर म किन बस्ने भन्ने पनि भयो। त्यही भएर दाइ होइन म लिन्न, तपाईँले उस गर्नु न त भने। अनि यता अहिले सुकेदाराको के भन्छ अरे ब्रान्चमा आएर आधी घन्टाको थेरापी लियौँ। उहाँ दाइले पनि लिनुभयो, एकदम बेस्ट भयो। अनि त्यसपछि आजको भ्लग अघि नै भने यो चाहिँ अन्तिम हो होइन? त्यो दिनसम्मको लागि हेर्दै गर्नुहोला, माया गर्नुहोला, सपोर्ट गर्नुहोला भन्दै आजको भ्लग 2 चाहिँ यही समाप्त गर्न चाहन्छु। थ्याङ्क यू, किप वाचिङ गाइज।